अरे सुक्खा रोटी बनाउन कसलाई आउँदैन के भिडियो हालेको होला भन्ने लागिरह होला हैन हजुरहरुलाई। तर कसरी बनाउनुहुन्छ हजुरहरु सुक्खा रोटी? यदि मैले बनाए जसो गरी बनाउनुहुन्छ अथवा अरू तरिका छ जे होस् मैले यो भिडियो देखाइसकेपछि हजुरहरुले अन्तिमसम्म हेर्नु भयो भने थाहा पाउनु हुनेछ नरम फुलेको सधैँ मिठो सुक्खा रोटी कसरी बनाउने भनिन्छ नि उसको हातमा त जादु छ। हो यही जादु चाहिँ मसँग भएको जादु हजुरहरुलाई बताउँदै छु अनि अन्तिमसम्म हेरेर साथ दिनु होला किनभने हजुरहरुको लागि पनि उपयोगी हुनेछ। हेर्दै जाऊ न त म मेरो टेक्निकले सुक्खा रोटी कसरी बनाउँछु र कसरी मिठो हुन्छ। मैले यहाँ मेजरमेन्ट बताउन जरुरी ठानिन किनभने आफ्नो फ्यामिली कति छ त्यही अनुसार हजुरहरुले नापी हाल्नुहुन्छ कति उहाँहरुले खानुहुन्छ भनेर। मैले आफ्नो फ्यामिलीको लागि चाहिँ 5 जनाको लागि यहाँ सुक्खा रोटी बनाउँदै छु। अनि पहिला चाहिँ पिठो लिने अनि हल्का हल्का थोरै पानी छम्किदै सुरुमा अलिकति पानी हाल्ने अनि त्यसपछि मुस्दै जाने अनि त्यसलाई डल्लो पार्दै वरिपरिको त्यही डल्लोले चाहिँ सोस्दै लान्छ पिठो तान्दै लान्छ अनि पानीको ब्यालेन्स पनि हामीलाई थाहा हुँदै जान्छ। यसरी ओबानो चाहिँ केही पनि राख्नु हुँदैन। यहाँ छ नि ओबानो देखेको सबै भिजेको देखिनु पर्छ अनि मात्र हाम्रो रोटी राम्रो बन्छ। त्यसैले म अझै मिच्दै छु। यसरी हातमा थोरै लाउने अनि हातमा लाकै पानीले मात्रै दल्ने। तुरुक्क चुवाउनु भयो भने पनि बढी हुन सक्छ त्यो एकदमै ख्याल गर्नुपर्छ। त्यसैले हातमै थोरै लाउँदै अनि हामीले नाङ्गो हातले नै मुस्दा चाहिँ एकदम राम्रो बन्छ। हातले मुस्दाखेरि चाहिँ त्यस्तो फोहोर हातले पनि मुसेको भन्ने कुरा आउँछ। आफ्नो हात कहिले पनि फोहोर हुँदैन हैन। अनि तपाईहरु तुरुन्तै पकाइहाल्नुहुन्छ खुरुखुरु बनाउने हो भने चाहिँ यसरी मज्जाले किचन काउन्टरमा राखेर मैले चपिङ बोर्ड माथि मुस्दै छु। यसरी तन्काई परसम्म तान्दै गयो भने चाहिँ सबैतिर हाम्रो मजाले छिटै भिजेर जान्छ। यदि राख्नुहुन्छ भने चाहिँ केही बेरको लागि छोपेर 10 मिनेटसम्म 15 मिनेट मैले चाहिँ आधी घण्टा जति छोपेको छु। यहाँ अझै पनि अलिक सारो भएर हल्का पानी हातमा लाएर सबैलाई मुस्दै छु। अब मेरो एकदमै ठिक्कको पिठो भएको छ। यसरी अम्ला छिराउँदाखेरि स्वाट्ट पस्ने टाइपको हुनुपर्छ। मोमोको रोटी बेल्नु भन्दा यो अलिक नरम बनाउनु पर्छ। मैले आधी घण्टा पछि 10 मिनेट जति राख्दा पनि हुन्छ तर मलाई त टाइम थियो त्यही भएर आधी घण्टा राखेँ। अनि किचन काउन्टरमा फेरि निकालिसकेपछि एकचोटी यसरी तन्काएर मिच्नु पर्छ। अलिअलि सुकेको छ हावाले भने पनि अनि सबैतिर मिलेर भिज्छ नरम हुन्छ। यो पिठो तयार भइसकेको छ। मैले एउटा बोलमा छोप्न मिल्ने बोल अथवा केही कचौराहरुमा राख्नुपर्छ। सुक्खा पिठो पनि राखेको छु ओभानो पिठो। यो बेल्नलाई चाहिन्छ थाहा छँदैछ। आगोको फ्लेम चाहिँ मिडियम राखेको छु। पछि अझ घटाउनु पर्छ यो आगो चाहिँ। यो तावामा लागेको कालो छ नि मेरो चाहिँ नन स्टिकी भएकोले गर्दा यसलाई माझ्ने टेक्निक छुट्टै छ। म पछि भिडियो लिएर आउने छु। अब यो तावा तातुन्जेलमा म रोटी बेल्न थाल्छु। पहिला सफा कपडा ओछ्याएँ कटनको। यसरी सर्दैन कि यो कपडा ओछ्याएपछि नत्र काउन्टरमा चिप्लिन्छ अनि रोटी बाङ्गोटिङ्गो बन्छ। एकचोटी सुट्ट चुडेर लिन्छु। मेरो एकै नासको सधैँ डल्ला बन्छ। यो डल्ला बनाउन चाहिँ मज्जाले दुईटा हातले थिचेर हत्केलाले घुमाउँदै लगेर यो फुटे जस्तो भागलाई चाहिँ एकत्रित गरेर बीचमा ल्याउनु पर्छ। हेर्नुस् है त। हो यो भइसकेपछि चाहिँ हाम्रो फुट्ने हुँदैन। अब अर्को गोलो बनाउनु पर्छ भन्ने जरुरी छैन। च्याप्टो बनाउँदा हुन्छ। गोलो बनाउँदा के हुन्छ हेर्नुस् है त। गोलो बनाउँदाखेरि चाहिँ यसरी मज्जाले गोलो हुँदा यो छेउपट्टि पर्दिन्छ। अलिअलि फुटेको भाग त देखिहाल्छ सधैँ पनि। अनि रोटी बेल्दा चाहिँ भारतको नेपालको सबैको नक्सा बन्छ बेल्दाखेरि। त्यही भएर यसरी दुई हातले मजाले बिस्तारै थिच्दै घुमाउँदै लाने अनि च्याप्टो परेको डल्ला बन्छ। हामीलाई गोलै बनाउन किन जरुरी छ र भरे बेल्ने नै त हो। बेल्न पनि सजिलो। यसरी नै अम्लाले बीचबाट थिचिदियो भनेदेखि बीचको त्यो फुटेको भाग पनि दबिन्छ। अम्लाले पनि थिच्नु पर्दैन। हामीले त्यो बेल्नाले बेल्दाखेरि पनि त्यो मिलिहाल्छ। त्यही भएर हाम्रो गोलो मिलेको रोटी बन्छ। हेर्नु त मज्जाले। अब यसैलाई चाहिँ म यो सबैलाई यसै गरी पिठोमा दलेर चाहिँ पिठो चाहिँ मजाले लाउनु पर्छ। पछि त्यसलाई टकटक्याउन मिल्छ नि त यसमा चाहिँ। अनि यसरी हल्का हातले घुमाएर
बनाउनुपर्छ। पहिला हातले सार्ने अनि पछि आफै बेलनाले नै घुमाउँछ। यसरी हात पनि एकातिर कोल्टे पारे जस्तो गर्दै बेल्दै घुमाउँदै गर्नुपर्छ। एकातिर अलिक हल्का अर्कोतिर अलिक दबाएको जस्तो गरेर घुमाएपछि हाम्रो हेर्नु त कस्तो मजाले मैले यताउता नफर्काइकन गोलो रोटी बनाउँदैछु। अब यसरी टकटक्याएर चाहिँ हामीले तावामा राख्नुपर्छ अनि त्यो पिठो पनि सबै झर्छ। अनि एकछिन 5 मिनेट जति यसलाई राखुन्जेलमा म अर्को पिठो पनि रोटी पनि बनाउन थालिहाल्छु। किनभने मलाई चाहिँ आइडिया छ, म छिटो छिटो गर्न सक्छु। हजुरहरूले सक्नु भएन भने 1-2 वटा पहिला रोटी बेल्ने अनि बनाउन थाल्ने। मेरो त तयार भइसक्यो, अर्को फर्काउनै बाँकी छ। अब यो पिठो जुन अघि हामीले डल्ला बनाएको डोलाई छोप्नुपर्छ, नत्र हावाले सुक्छ। अनि एकचोटि एकातिर तताएँ, अर्कोतिर फर्काएँ। अर्कोपट्टि पनि हल्का सेकिसकेपछि फेरि फर्काएर फुलाउने काम गर्नुपर्छ। हल्का डढे जस्तो अथवा कलर चेन्ज भएको देखिन्छ अनि हाम्रो तातेको हुन्छ। अब यसलाई फुलाउने काम गर्नुपर्छ। एकचोटि अर्कोपट्टि फर्काएर मैले अर्कोपट्टि फर्काएँ अनि हल्का कटनको कपडाले कपडा ख्याल गर्नुपर्छ। कुनै पोलिस्टरहरू नाइलनको हुनसक्छ है। अनि वरिपरि घुमाउँदै छेउछेउमा थिचिदिँदै फुलाउनुपर्छ। अनि लास्टमा सबै फुलिसकेपछि बिचमा हामीले थिचिदिनुपर्छ। अनि त्यो थिच्दाखेरि फुट्छ, त्यो फुटाउनै पर्छ। फुल्नु भनेको त भित्रसम्म पकाउनु पाक्नु भन्ने हो नि त। त्यो फुटाउनु चाहिँ कारण छेउछेउमा हाम्रो रोटी पाकेको हुँदैन। फुल्ने क्रममा छेउछेउमा तावामा अडिएको हुँदैन, माथि आएको हुन्छ। अनि काँचो पल्टेको रोटी भन्नुहुन्छ नि कतिजनाले, हो त्यो भएर काँचै हुन्छ नि त यो कर्नरतिर, हो त्यसलाई पनि पकाउनुपर्छ। हेर्नुहोस् त यहाँ काँचो देखिएको छ नि। अनि त्यसले नमिठो बनाउने अनि बिरामी अलिक पेट दुख्ने पनि हुन्छ। त्यसैले यसरी छेउछेउमा थिच्दै छेउसम्म पनि मजाले पाकेको रोटी बन्यो मेरो। अब मैले जे ठुलो प्लेटमाथि सानो प्लेट राखेँ किन भन्ने कुरा म अन्तिममा भन्छु। त्यहाँ माथि म रोटी राख्दैछु। अरू पाक्दै गएको रोटी पनि ती माथि थप्दै राख्छु म चाहिँ। हामीले अब आगो घटाइदिनुपर्छ किनभने हाम्रो ओभर हिटिङ भइसकेको छ तावा। अनि यो नन स्टिकी तावा झन् छिटो तात्छ। अब रोटी अब चाहिँ कपडाले फुलाएँ नि मैले। अब चाहिँ रोटीहरू हाम्रो धेरै छ। अनि अर्को रोटी माथि अर्को रोटी राख्दै यसरी नै कपडाले जसरी गरिन्छ त्यसरी छेउछेउपट्टि थिच्दै नफुलेकोपट्टि फुलाउँदै गरेपछि जम्मै भुक्क फुलिन्छ। अनि छेउछेउलाई पनि त्यसै गरी अघि जसरी पकाएको थिएँ त्यसै गरी छेउछेउपट्टि थिच्दै फेरि छेउ पनि पकाउनु पर्छ। यसो भएपछि काहीँ काँचो पनि हुँदैन, एकदमै नरम मजाले। हामीले सुरुमा डो बेल्दाखेरि नै मजाले बेलेको थियो मैले, त्यही भएर त्यसै पनि फुल्छ यो रोटी। यसरी मैले सबै रोटी त्यहीँ राखेको छु। बेला यसलाई फर्काइदिनु पर्छ। अर्कोपट्टि पारेँ फेरि अनि तातो अलिक कम हुँदै जान्छ नि त। अनि मैले चाहिँ त्यो रोटी बनाउँदै पछि पाक्दै पछि आफै बेल्दै अनि पकाउँदै गरिराखेको छु। किनभने म चाहिँ युज टु भइसकेँ, म यसरी पकाउन सक्छु। यदि हजुरहरूले पकाउन सक्नु भएन भने 2टा रोटी एकैचोटि बेलेर अनि थाल्नु होला। अब यसरी ठ्याप्प पारेर राख्ने, बिचमा एकछिन नछुने त्यसलाई। अब जब यस्तो हल्का कलर चेन्ज भएको छ अनि मात्रै फर्काइदिने। अब फेरि अर्कोपट्टि फर्काइदिने अनि फुलाउने काम गर्ने। बिचमा हामीले यो डो छ नि जुन पिठो मुसेको डल्लो, त्यसलाई पनि यसरी मिच्दिँदै गर्नुपर्छ। हेर्नु त मेरो रोटी मजाले फुलिरहेको छ। हजुरहरू पनि यसै गरी बनाउनु होला। सायद हजुरहरूको लागि यो नयाँ टेक्निक हुनसक्छ। अब यसरी म चाहिँ हातैले गर्दैछु। यदि तपाईँहरूलाई हात पोल्छ भने चाहिँ चिम्टाले गर्नु होला। मलाई चाहिँ त्यो पुवाल पर्छ र फस्स जान्छ भनेर हातैले गर्ने बानी भइसकेको छ। अनि यसरी घुमाउँदै छेउछेउमा पकाउँदै अघि पनि भनिहालेँ मैले 2-3 वटा डिटेल देखाउँदैछु हजुरहरूलाई, अर्को सबै पकाएको। अनि छेउछेउबाट यसरी बनाउँदै अनि बिचमा फुटाइदिँदा हुन्छ कि एकचोटि फुलिसकेपछि। किनभने हामीलाई त नरम भित्रसम्म पाकेको हुनलाई फुलाउने हो। भरेसम्म फुलेको भुक्क निकाल्नु पर्दैन भनिहालेँ। कोइलामा मात्र वरिपरि सबैतिर पाक्छ। कोइलामा बनाउँदा चाहिँ आगोमा बनाउनु हुनेहरू हुनुहुन्छ भने। अनि सबै त्यही एकै ठाउँमा थप्दै सबै रोटी मजाले फुलाएँ। हेर्नु त यो पसिना आउने सम्भावनाको कारणले गर्दा पसिना आएर चाहिँ काँचै पल्टिने पनि हुन्छ। हाम्रो रोटी सबै ओभानो छ, एकै ठाउँमा
यसरी राख्दा पनि, किनभने सबै पसिना चाहिँ यो टाढ परेको मुनि यो प्लेट छ नि त्यहाँ जान्छ। अनि प्लेटको साटो कचौरा पनि राख्न सक्नुहुन्छ, सबै ओभानो रोटी बन्छ। यसमा भिजेको हुँदैन के, पसिना सबै त्यो कचौरामा जान्छ, प्लेटमा जान्छ, सानो प्लेटमा। अनि सबै हेर्नु त जताबाट पनि राम्रो बन्यो। अब सर्भ गर्न चाहिँ यसरी एक एकवटा फोल्ड गर्नु होला, सबै एकैचोटि फोल्ड गऱ्यो भने खाना झिक्ने बेलामा अप्ठ्यारो हुन्छ, त्यसैले एकमाथि अर्को खप्टिँदै राख्नुपर्छ। हामी चाहिँ सेतो केराउ र आलुको तरकारीसँग एकदमै मिठो गरेर खान्छौँ नि त। अनि सेतो केराउ र आलुको तरकारी पकाएको थिएँ अस्ति नै, आमाले बनाउनु भएको टमाटरको अचार हो। यो चाहिँ यस्तो मिठो छैन, यसरी बनाउँदा मैले सर्ट भिडियो हालेको थिएँ, सबै विधि त्यहाँ छ, हजुरहरूले गएर हेर्नुहोला। अनि टमाटरको अचार अनि छोलासँग चाहिँ, छोला भनौँ न अब मटर र आलुको तरकारीसँग मेरो तयार भइसक्यो। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, यदि इन्फर्मेटिभ लाग्यो भने सब्सक्राइब पनि गर्नुहोला। यस्तै यस्तै भिडियो म लिएर आउने छु। अब त नयाँ टेक्निक थाहा भयो होइन त। यति बेर हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। अब फेरि अर्को भिडियोमा भेटौँला है त।